Hello everyone, welcome to my YouTube channel Cosmetic Nepal. धेरै पछि मैले तपाई सामु एउटा भिडियो लिएर आइसकेको छु। त्यो हेयर केयर प्रोडक्ट यहाँ देख्न सक्नुहुन्छ। मसँग छ अहिले है धेरै नै भाइरल र अहिले बढी नै रिकमेन्डेड भन्नु पर्दाखेरि यो ट्रिटमेन्ट क्रिम है, रिकमेन्डेड ट्रिटमेन्ट क्रिम अनि बाहिरतिर पनि भाइरलै भनौं। अनि यो चाहिँ कार्सेलको हेयर ट्रिटमेन्ट यहाँ देख्न सक्नुहुन्छ। कार्सेल हेयर ट्रिटमेन्ट हैन, हेयर केयर प्रोडक्टहरुमा अहिले मैले है होल्टेनहरु बेरिनाको अनि त्यसपछि अर्को चाहिँ स्मुथ एन्ड सिल्की यिनी ट्रिटमेन्ट क्रिमहरु पनि धेरै राम्रो चलिरहेको थियो। अनि हाम्रो अहिले पसलमा अहिले बाहिर हैन कार्सेलको ट्रिटमेन्ट अनलाइन देखि लिएर सबै ठाउँमा धेरै नै चर्चा भएको हुनाले अहिले चाहिँ मैले यसको भिडियो बनाउँदै छु। यो कस्तो हुन्छ, यसको विशेषताहरु के छन् र यसलाई कसरी प्रयोग गर्ने, आजको भिडियोमा यो सबै कुरा गर्ने नै छौ। यदि तपाईहरु मेरो च्यानलमा पहिलो चोटी आउनु भएको छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। अब चाहिँ हामी यसको विशेषताको र भित्र यसको टेक्सचर पनि हेर्नेछौं। पहिला चाहिँ हामी यसको टेक्सचर हेरौं भित्र कस्तो हुन्छ, अनि त्यसपछि यसको विशेषताको बारेमा कुरा गर्नेछौं र यसलाई रेटिङ दिनेछौं। आज हामी 10 मा यसलाई कति नम्बर दिन्छौं त यो भिडियो अन्तिमसम्म हेर्नु होला। अब चाहिँ हामी यसको टेक्सचर तर्फ लागौं, यसको भित्रदेखि कस्तो हुन्छ। ओके एभ्रीवन, यहाँ देख्न सक्नुहुन्छ मसँग छ अहिले यो कार्सेलको हेयर ट्रिटमेन्ट। अब चाहिँ यसलाई म खोलेर देखाउने नै छु है भित्रको यसको टेक्सचर कस्तो हुन्छ। यो चाहिँ सिल प्याकमा छ, देख्न सक्नुहुन्छ। म तपाईहरुलाई सिल प्याक नै खोलेर देखाउँदै छु। यहाँ देख्न सक्नुहुन्छ यसको वल प्याकेजिङमा आएको हुन्छ है, ओरिजिनल आइटम चाहिँ वल प्याकेजिङमा आएको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ यो आइटम चाहिँ पुरै येलोइश कलरमा है। यहाँ देख्न सक्नुहुन्छ येलोइश कलरमा। यसको फ्रेग्रेन्स भन्नु पर्दा फेरि त्यस्तो है गाढा फ्रेग्रेन्सहरु बास्नाहरु केही पनि आएको छैन। यसको चाहिँ सिम्पल फ्रेग्रेन्स आएको छ। अनि यहाँ देख्न सक्नुहुन्छ यसको भित्रको है यसको कलर चाहिँ कस्तो छ भन्नुहुन्छ भने चाहिँ हल्का येलोइश फर्ममा छ। यहाँ देख्न सक्नुहुन्छ येलोइश फर्ममा यसको यहाँ देख्न सक्नुहुन्छ। अनि यसको सम्पूर्ण कुराहरु यसमा है कसरी युज गर्ने सम्पूर्ण कुराहरु तपाईको यसैमा लेखिदिएको छ, तपाईले हेर्न सक्नुहुन्छ। कार्सेल हेयर ट्रिटमेन्ट यदि तपाईहरुले युज गर्नु भएको छैन भने यदि तपाईहरुले सुट गर्छ अथवा राम्रो लाग्छ भने युज गर्दा पनि हुन्छ। यहाँ देख्न सक्नुहुन्छ कार्सेल हेयर ट्रिटमेन्ट। अब चाहिँ हामी यसको विशेषता, यसको प्रयोग कसरी गर्ने र यसको विशेषताको बारेमा कुरा गर्नेछौं। कार्सेल हेयर ट्रिटमेन्टको बारेमा अब विशेषताको बारेमा कुरा गर्नु पर्दा फेरि यहाँ देख्न सक्नुहुन्छ आज हामी कुरा गरिरहेका छौं कार्सेल हेयर ट्रिटमेन्टको बारेमा, जसले चाहिँ यसको फाइदाहरुको बारेमा कुरा गर्नु पर्दा फेरि स्पेशल्ली एक नम्बरमा भन्नु पर्दा डिप हाइड्रेसन है। डिप हाइड्रेसन जसले तपाईको कपाललाई हेयर सफर, स्मुथिङ र हेल्दी लुकिङको लागि धेरै नै राम्रो काम गर्छ। अनि अर्को पोइन्टमा भन्नु पर्दा फेरि यसको फाइदाको चाहिँ फ्रिजी हेयरको लागि धेरै नै राम्रो काम गर्छ, जसले तपाईको कपाललाई म्यानेज गर्न सजिलो हुन्छ र कुनै पनि स्टाइल है अब तपाईले बनाउन सजिलो हुन्छ, जसले कपाल सफर गराउँछ हैन। त्यसैले कपाल सफ्टन भइसकेपछि त तपाईले युज गर्न सजिलो नै हुने भयो, कुनै पनि स्टाइल बनाउन सजिलो हुन्छ। अनि स्ट्रेन्थनिङ है, यसले चाहिँ तपाईको कपाल बलियो बनाउँछ। जस्तै तपाईको जरादेखि लिएर तपाईको टपदेखि लिएर तल्लो भागसम्म चाहिँ धेरै नै राम्रो बलियो गराउँछ। ओभरअल यसले चाहिँ कपालको स्वास्थ्य है हेयर हेल्थ भन्छ, कपालको स्वास्थ्य धेरै नै राम्रो गराउँछ, ड्राइनेसबाट जोगाउँछ, ड्यामेजबाट जोगाउँछ। अनि स्पेशल्ली इन्भाइरोमेन्टल पोल्युसन है वातावरण प्रदूषणहरुबाट धेरै नै राम्रो काम गर्छ। यहाँ देख्न सक्नुहुन्छ। अरु बारेमा कुरा गर्नु पर्दा फेरि यसको स्पेशल्ली बडी विशेषता भनेको चाहिँ यसले चाहिँ तपाईको हरेक हेयर है जुन पनि स्पेशल्ली सुट फर अल हेयर टाइप्स है। यो चाहिँ तपाईको जुन हेयर भए पनि जस्तो टाइपको है भए पनि तपाईको हेयरलाई यो ट्रिटमेन्ट क्रिमले सुट गर्छ। अनि यसको बारेमा अब युजको बारेमा पनि कुरा गरौं। यहाँ देख्न सक्नुहुन्छ युजको बारेमा पनि कुरा गर्नु पर्दा फेरि यसलाई चाहिँ पहिला सुरु तपाईले आफ्नो कपाल स्याम्पू गर्न पर्ने हुनेछ। यो कार्सेल ट्रिटमेन्ट युजको लागि चाहिँ तपाईले आफ्नो कपाल पहिला सुरु स्याम्पू गरेर बस्नुपर्ने हुनेछ। त्यसपछि तपाईले केही छेडपछि तपाईले त्यो सुक्खा टावेल तपाईले त्यो भिजेको कपालमा युज गर्ने अनि केही समय त्यसै टावेललाई ओडाउने र त्यसपछि तपाईले त्यसको 5-7 मिनेट पछि तपाईले आफ्नो कपाललाई यो ट्रिटमेन्ट युज गरेर जस्तै ट्रिटमेन्ट पनि है जरादेखिबाट नलगाउने कि मिड लेन्थबाट है तपाईको कपालको मिड लेन्थबाट युज गर्ने अनि त्यसपछि तपाईले तलसम्म लगाउने।
लगाइसकेको 10 देखि 15 मिनेटसम्म तपाईले राख्नुभयो भने अनि त्यसपछि राख्नुभयो, त्यसपछि तपाईले 15 मिनेटपछि तपाईले त्यसलाई सफा पानीले धुनु पर्ने हुनेछ। यसरी चाहिँ तपाईले लगाएको कार्सेल ट्रिटमेन्टले राम्रो रिजल्ट दिन्छ। अब चाहिँ हामी यसलाई रेटिङ दिनेछौँ। यसलाई आज हामी 10 मा कति नम्बर दिन्छौ त? यो आइटम कस्तो छ र कसले कति नम्बर दिन्छौ त? ओके एभ्रीवन, अब चाहिँ हामी कुरा गरौँ यसलाई नम्बर दिनेको है। आज हामी यसलाई रेटिङ दिन्छौँ यो आइटमले कति पर्छ भनेर। यहाँ देख्न सक्नुहुन्छ आज हामी कुरा गरिरहेका छौँ कार्सेलको हेयर ट्रिटमेन्टको बारेमा। अब यसलाई चाहिँ हामी आज रेटिङ दिनु पर्दाखेरि 10 मा 9 दिन्छौँ, किनभने यो आइटम है हामीले त युज गरेको छैनौँ, तर जति पनि ग्राहकहरूले युज गर्नु भएको छ ओरिजिनल आइटम है, यसमा चाहिँ डुप्लिकेट पनि निस्किरहेको छ। यो जतिले पनि युज गर्नु भएको छ उहाँहरूले चाहिँ धेरै नै राम्रो छ भन्नुभएको छ। उहाँहरूको रिभ्यू अनुसार चाहिँ मैले यसलाई रेटिङ दिएको र हामीले बेचे अनुसार पनि है, हामीले आफ्नो सेलिङ कति गरिन्छ त्यही अनुसार पनि हामीले यसलाई रेटिङ गरेको। अहिलेको चाहिँ हामीले यसलाई चाहिँ बेचिरहेका छौँ, त्यसकारण हामीले यसलाई 10 मा आज 9 नम्बर दिएका छौँ। तपाईहरूले पनि युज गर्नुहुन्छ भने चाहिँ कति नम्बर दिनुहुन्छ 10 मा कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अनि तपाईहरू मेरो च्यानलमा पहिलोचोटि आउनु भएको छ भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। कुनै पनि कस्मेटिक रिलेटेड क्वेशन छ भने कमेन्ट गर्न सक्नुहुन्छ। अब चाहिँ हामी अर्को भिडियोमा छिटै नै भेट्नेछौँ। तपाईहरुलाई यस्तै नै कस्मेटिक भिडियोहरु चाहिन्छ भने चाहिँ मेरो च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नु होला। अर्को भिडियोमा हामी छिटै नै भेट्नेछौँ। त्यतिखेरसम्मका लागि बाइ बाइ, सी यू सोन।